एउटा मानिसले आकाशमा एक झरिरहेको तारा देख्यो। उसले तुरुन्तै झरिरहेको ताराबाट एक इच्छा माग्यो। त्यो झरिरहेको तारा उसतर्फ आइपुग्यो र उसलाई मानिसहरूको पहिचान हेर्ने सुपर पावर दियो। एक दिन त्यो मानिस बसमा यात्रा गर्दै थियो। टिकट विक्रेताले उसलाई आफ्नो सिट बेल्ट बाँध्न सम्झाइन्। त्यसपछि उसले उसको पहिचान देख्यो र थाहा पायो कि ती एक सडक वेश्या थिइन्। ड्राइभरले सोध्यो, के तपाईँ मलाई मेरो पहिचान देख्न सक्नुहुन्छ? त्यसमा त्यो मानिस अचम्मित भयो किनकि ड्राइभर एक हत्यारा रहेछ। तर अरूले उसको कुरा विश्वास गरेनन् र सबैजना उसको मजाक बनाउन लागे। त्यसपछि उसले बस रोक्नको लागि ड्राइभरको स्टियरिङ समात्न खोज्यो, तर अरूले उसलाई रोके। उनीहरूले पुलिसलाई फोन गरे र उसलाई गिरफ्तार गरे। उसले पुलिसलाई भन्यो कि ड्राइभर हत्यारा हो, तर पुलिसले उसलाई विश्वास गरेन र उसलाई बसबाट उतारिदिए। जब यात्रीहरूले उसको हाँसो उडाइरहेका थिए, त्यही बीच ड्राइभर गुप्त रूपमा एक ठूलो साजिस रचिरहेको थियो र उसले बसलाई सिधा एक ट्याङ्करमा ठोकिदियो।